प्रयोगवादी कवि मोहन कोइरालाको गङ्गा प्रवास भन्ने लामो कविता हो। यस कवितामा सानी शेर्पिनी र सानी शेर्पिनीको श्रीमान, सानी शेर्पिनीका सासू ससुराहरू हुन्छन्। एक दिन पानी धेरै परेर पहिरोमा परेर श्रीमान र सासू ससुरा सबैको मृत्यु हुन्छ र उनलाई श्रीमान सासू ससुरा खाए भनेर सबै गाउँका मानिसहरूले उसलाई किसिमको लान्छना लगाउँछन् र गाउँमा बस्न नसक्ने भएपछि उनी भारततर्फ जान्छन् र त्यहाँ पुगेपछि एकजना मानिसकामा काम गर्न बस्छन् र त्यहाँ भाँडा मान्ने कपडा धुने कामहरू गर्न थाल्छन्। त्यसो गर्दै जाँदा आफ्नो पेटमा भएको बच्चा पनि जन्मन्छ र त्यो बच्चालाई कपडाहरू नभएका कारणले उनले थोत्रा कपडाहरूमा लपेटेर त्यो बच्चालाई हुर्काउने काम गर्छिन्। पछि त्यस बच्चाको निवारण गर्ने भनेर पण्डित खोज्दा कोही पण्डितहरू त्यो बच्चाको नाम राख्न तयार हुँदैनन्, अवैध रूपमा जन्मिएको बच्चा भनेर। पछि त्यो बच्चाको आफैले अमीर नाम राख्छिन्, ताकि आफ्नो पैसाको कारणले साह्रै ठुलो दुःख पाएको हुनाले पनि सायद उनले अमीर राखेको हुनुपर्छ। आफ्नो छोराको दुःख, आफ्नो दुःख र कहिलेकाहीँ समय मिलाएर उनी गङ्गासँग भेट्न जान्छन्, गङ्गासँग कुरा राखिरहन्छन्। गङ्गाले केही उत्तर दिँदैनन्, जवाफ दिँदैनन्। जुन नेपालबाटै बही आएको गङ्गा हो र त्यही गङ्गासँग आफ्नो सबै दुःखहरू पोख्छिन् उनले। र समय बित्दै जाँदा बच्चा ठुलो हुँदै जान्छ। बच्चालाई हुर्काउन निकै ठुलो कष्टप्रद समय क्षणहरू बिताउनु परेको छ। बच्चा हुर्किसकेपछि हुर्किँदै जाँदा एक दिन बामे सर्दै गर्दा आफू काम गर्ने घरको मालिकले कमण्डलुमा पानी बोकेर ल्याउँदै गर्दा पूजा गर्ने क्रममा त्यो आफ्नो बच्चाले उसको खुट्टा छुन पुग्छ। यसले मलाई छोयो भनेर त्यो बच्चालाई लात्ती हिर्काउँदा त्यो बच्चा पर झटारिन पुग्छ र त्यो घाइते बिमारी हुन्छ र उसलाई औषधि उपचार गर्न पनि कसैले पैसा दिँदैनन्। उसले उसँग पैसा पनि हुँदैन सानी शेर्पिनीसँग। पछि यही कारणले त्यो बच्चाको मृत्यु हुन्छ र बच्चाको मृत्यु पश्चात उनले आफ्ना सम्पूर्ण दुःखहरू व्यक्त गरेका छन् र पछि उनले यो बच्चाको र त्यो आफ्नो बच्चाको मृत्यु भएपछि उनी निकै दुखित हुन्छन् र पछि अब यो बच्चा फेरि जन्मियोस् भने मेरो पेटमा रहेर फेरि जन्माउन पाऊँ र नेपालमै जन्माउन पाऊँ, नेपालमै हुर्काउन पाऊँ भन्दै उनी पुनः नेपाल फर्किन्छन् र यसरी उनको कथाको निकै दुःखद घटनाक्रममा समाप्त भएको छ।